यो 2082 साल मङ्सिरदेखि सुरु गरेर अब मेरो छोरा, श्रीमती, म लगायत हामी सम्पूर्ण परिवारको मेहनतले चाहिने अहिलेसम्म म 50-51 वर्षसम्म अब यत्तिकै दुःख गरेर, छोराले अहिले अस्ट्रेलियामा 11 वर्षसम्म दुःख गरेर, अनि बल्ल बल्ल अब चाहिने अब एउटा सानो झोपडी बनाएर बस्ने जस्तो सोच गरिएको छ। यसमा श्री पशुपतिनाथ, हाम्रो भगवान् पशुपतिनाथले हामी सबैलाई रक्षा गरेर सहयोग गर्नेछन्, साथ दिनेछन् भन्ने पूर्ण आशा राख्दैछु। र मेरो खास गरी मेरो बुढी, छोरा, हामी सम्पूर्ण परिवारको साथ सपोर्टले गर्दाखेरि अहिले यहाँसम्म आउन सफल भइएको छ। भोलिको दिनहरूमा पनि त्यस्तै भइराख्ने छ भन्ने मेरो कुलदेउता, मेरो आमाबा, सम्पूर्ण को चाहिने आशीर्वादले